वेलकम टु माई मिनी ब्लग है त हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा है। म चाहिँ अहिले साङ्गामा छु। आज मेरो यात्रा चाहिँ काठमाडौँदेखि काभ्रे भकुण्डेबेसीसम्म हुनेछ है। बाटो चाहिँ खत्तम रहेछ यताको। मैले चाहिँ खासमा उति माथिबाटै भ्लग बनाउन लागेको थिएँ, तर त्यहाँ बाटो अवस्था यताउति गर्दा चाहिँ त्यो चाहिँ पाएन। हजुरलाई हेरेर के कस्तो लाग्छ भनिदिनु होला है सबै कुराहरू। म चाहिँ साङ्गाको बाटोमा छु। साङ्गाको अवस्था बाटो बन्दैछ यहाँको चाहिँ है। धुलो धुवा त्यस्तै छ। अब केही पाउनको लागि केही गुमाउनुपर्छ भन्छ नि, सायद त्यही नै होला। त्यहाँदेखिको अहिले अब धुलो धुवा भए पनि यसपछि चाहिँ हजुरको एकदमै राम्रो हुन्छ नि बाटो। पछि बनिसकेपछिको बाटो त एकदम बवालै हो नि। त्यो भएर चाहिँ आज त गर्मी पनि त्यस्तै छ है। हेर्नु होला, गर्मीहरू पनि एकदमै धेरै बढिरहेको छ। हजुरले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न पनि नभुल्नु होला है त। त्यति धेरै बोल्न त आउँदैन मलाई, भए पनि यसो भ्लग एउटा बनाइदिनु छ भनेर चाहिँ बाटोहरू यस्तै अहिले अवस्था चाहिँ एकदमै अलि हुने छ। बाटो ठिक छैन, ठिक हुनेवाला नै छ। सायद यो 1 महिनाभित्रमा हुन्छ होला। मैले चाहिँ मेन चाहिँ यही बाटोकै अपडेट हो हजुरहरूलाई दिन मन थियो, के कस्तो छ भनेर। मलाई पुग्छ टेन्सन हुन्छ है, त्यही हो। कस्तो जाम गर्दा यार, कहाँ चाहिँ गाडी छिराएको हौ। त्यही हो गाइस, हेर्नु सक्नुहुन्छ उता चाहिँ साङ्गा मन्दिर हुन्छ। त्यही नै हो। यो चाहिँ बिहानै हिँडेको हो है। अब बनेपा पुग्न लाग्यो। त्यही भएर बिस्तारै सेफ राइड है, सेफ राइड हान्नुपर्छ गाइस। यस्तै हो, पुलहरू छ है, नजारा हेर्नु सक्नुहुन्छ। यहाँको दृश्यहरू यस्तै छ। जम दिइराख्नेछु। यस्तो कहाँ रोक्यो हौ, यस्तो बिच बाटोमा रोक। अब ठ्याक्कै म चाहिँ बनेपादेखिको नाला भन्छ कि के भन्छ, अब नालातिर निक्लिन लागे। यस्तै हो, यस्तै हो, घाम छ। बिस्तारै जाउँ, हतार नगरौँ भनेको। बाटोको अवस्थाले गर्दाखेरि पनि अलिकति भुलियो हुने रहेछ। बिस्तारै जानु पऱ्यो नि त, हतार गरेर भएन है। त्यही हो गाइस, के भन्नु यस्तै हो। जस तपाईँहरू काठमाडौँदेखि यता भकुण्डेबेसीको यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ बाटो हेरेर आउनु होला। अब केही भन्न चाहेँ, अरू त के भन्नु अब है। पुल कि के भन्छ भन्नुभएको मलाई थाहा छैन गाइस है। पानी त डेन्जर छ्याप्यो त बसले, तर मलाई परेन क्या। तीव्र गति जीवन क्षति भन्छ नि त, त्यही भएर चाहिँ तयारी जानुपर्ने हुन्छ। तर केही त नगरौँ।
काम 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 एनी टाइम काम भनेर बसेको हुन्छ होइन यसो कहिले काहीँ रिफ्रेस पनि हुन्छ क्या गर्नुपर्छ होइन सलक्क जानुपर्ने हुन्छ चाहिँ एकछिन यहाँ रोक्नुपर्ने हुन्छ हेलो दिदी के छ खबर यहाँ चाहिँ टक्क दिदी बसिरहनु भएको रहेछ है म चाहिँ अब एकछिन यहाँ बस्छु त्यसपछि चाहिँ बिस्तारै जानुपर्ने हुन्छ यो चाहिँ बतासे बतासे होइन त दिदी के छ हो दिदी खानेकुरा अरू चिसोहरू के छ ए एउटा रेडु खाइदिउँ न त चिसो छ ल एउटा खाइदिउँ दिदी ल दिदी भयो यहाँ बस्नु भएको 2-3 वर्ष भइसक्यो देखिरहेको त हो मैले दिदीलाई हो देखिरहेको त हो बाटो आउँदै गर्दा तर म आजसम्म रोकेर चाहिँ बसेको थिइनँ हजुर आज चाहिँ रोकिदिएको दिदी अब गर्मी पनि छ त्यही भएर म चाहिँ भकुन्डे बेसी दिदी के भकुन्डे बेसी यहाँबाट अब आधी घन्टा त पुगिन्छ होला ए यहाँ आधी घन्टा लगभग होइन त अनि के छ दिदी बिजनेस व्यापार ठिक छ हजुर घर यतै हजुरको ए कहाँनिर हजुरको घर ए अनि कस्टमर के कस्तो छ त हजुरको गर्मी छ है हस् दिदी है त